पूर्ण मुक्ति आम नेपाली जनताले चाहेको छ। चुनाव आयो भन्छन्, होइन यो पटक कुन उम्मेद्वारको भिजन चाहिँ राम्रो छ हौ। नयाँ पार्टी आएको छ, नेपाली जनश्रमदान संस्कृति पार्टी। उम्मेद्वार कृष्ण कुलुङ राई किरण भन्ने मान्छे आएको छ। आम नेपाली जनताको पूर्ण मुक्ति गर्ने भिजन सहित आएको छ। ल सुन जस्ताको तस्ता। सङ्खुवासभा जिल्लावासी आदरणीय बुवामा तथा दाजुभाइ दिदीबहिनीहरू, सबैमा म कृष्ण कुलुङ राई किरणको तर्फबाट नमस्कार सेवा के। आउँदै गरेको चुनावमा आम नेपाली जनताको पूर्ण मुक्ति गर्ने भौतिक आधार सहितको भिजन लिएर नेपाली जनसंविधान संस्कृति पार्टीबाट सबैको साझा उम्मेदवारी दिएको छु। चुनाव चिन्ह असल मानिस र काँधमा बोकिरहेको ढुङ्गा। मैले आम नेपाली जनताको लागि राष्ट्रिय मुद्दाहरू उठाएको छु। सर्वप्रथम सङ्खुवासभा जिल्लालाई विश्वको दोस्रो अर्थकेन्द्र बनाउने, दोस्रोमा आम नेपाली जनताको पूर्ण मुक्ति 5 वर्षभित्र गरिने, हामी र हाम्रो छोराछोरी सित्तैमा पढ्न पाउने टेक्नोलोजी शिक्षाको व्यवस्था गर्नेछ र सित्तैमा सबै नेपाली जनताले उपचार गर्न पाउने व्यवस्था गरिनेछ। बेरोजगार युवाहरूलाई 5-5 लाख क्रेडिट कार्ड ऋण वितरण गर्ने व्यवस्था राज्यले गर्नेछ। 65 वर्ष पुगेका वृद्धहरूलाई निशुल्क घाँसबासको व्यवस्था गरिनेछ। यो सबै मेरो विशेष प्रतिबद्धहरू आम मतदाताहरूले पूरा गर्ने अवसर मलाई दिनुहोस् र हामी र हाम्रो भावी पुस्ताको भविष्य सुनिश्चित गर्नको लागि चुनाव चिन्ह असल मानिसले काँधमा बोकिरहेको हाम्रै प्रकृति ढुङ्गामा सबैले मतदान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। चुनाव चिन्ह ढुङ्गा। धन्यवाद। मानिस खोजिरहेछु